उसना सो मसँग चाहिँ अहिले केकहरू छ होइन अनि अब यो केक बिग्रिन्छ भनेर चाहिँ एकदम मलाई टेन्सन भइरहेको छ तर पनि म यसलाई सकेसम्म चाहिँ बचाउने कोसिस गर्छु बचाएर चाहिँ म यसलाई लिएर जान्छु सो टोटलमा चाहिँ हाम्रो 3वटा ट्याक्सीमा चाहिँ हामी जाँदैछौँ होइन सो हामी यो ट्याक्सीमा चाहिँ म यहाँ दिदी अनि उसना काव्य अनि मेरो मम्मी त्यहाँ अगाडि हुनुहुन्छ सो हामी टोटलमा चाहिँ जस कतिजना छौँ चाहिँ ठ्याक्कै एक्ज्याक्टली थाहा भएन तर जस्ट 3टा ट्याक्सी छ अनि हामी चाहिँ दोस्रो नम्बरमा छौँ सेकेन्ड नम्बरमा सो अब हामी जाँदैछौँ अनि गएर चाहिँ हामी सानोलाई भेट्छौँ त्यही नै हो थ्याङ्क यू आइपुगिसकेका छौँ र म चाहिँ एकदम यहाँ केक जोगाउने प्रयासमा छु तर हेरौँ अब त्यहाँबाट चाहिँ थाहा हुन्छ म कतिको सक्सेसफुल हुन्छु यसमा भनेर अनि उसनाहरू चाहिँ मस्तले चाहिँ यहाँनिर गफ गरिरहनु भएको छ उसना दिदीहरू चाहिँ होइन म चाहिँ मस्त हावा खाँदैछु सो गाइजहरू हामीले चाहिँ एउटा एकदम इम्पोर्टेन्ट कुरा चाहिँ बिर्स्यौँ सो हिजो चाहिँ हामीले त्यो झिलझिलवाला चाहिँ टाँस्नको लागि चाहिँ किनेको थियो तर हामीले चाहिँ घरमै बिर्स्यौँ त्यो अब चाहिँ हामीले बेकरी खोजेर चाहिँ त्यो किन्नुपर्ने हुन्छ अनि त्यो चाहिँ कृष्ण पाउडर टी अन्त माथि पनि छ त्यहाँ हेरिराख अनि त्यसपछि रोकेर चाहिँ तिमी त्यो साइडमा छौ अनि त्यसपछि त्यो चाहिँ किन्नुपर्छ किनभने द्याट्स भेरी इम्पोर्टेन्ट अनि यहाँ बाटोमा चाहिँ बेकरी हेरेर चाहिँ हामी किन्छौँ उसले चाहिँ मलाई गाली गर्दैछ किनभने अब हिजो लिएर आएको थियौँ घरमा अनि अरू सबै सामानहरू चाहिँ फेरि आज लिएको त्यो एउटा चाहिँ हिजो अरू चाहिँ नपाएर त्यो मात्रै पाएको थियो त्यही भएर हिजो किनिहाल्यौँ अनि दराजमा राखेको थियो तर लिएर नै बिर्स्यो त्यो चाहिँ एकदम अब हतारमा होइन अनि त्यसले गर्दाखेरि चाहिँ अब किन्नुपर्ने हुन्छ हेरेर किन्छौँ अब हाम्रो उसमा चाहिँ एकदम साएर चाहिँ बेकरीको खोजीमा हुनुहुन्छ उहाँ हेरिराख्नु भएको छ अब उहाँ बेकरी देख्ने बित्तिकै हामी चाहिँ अब किन्न जान्छौँ किन्न जानुभएको छ छैन रहेछ स्याड भएर आयो अब अर्को पसल कहाँ हो छैन फाइनली पायौँ हामीले व्हाइट कलर अब हामीले रेड कलर पिङ्क कलरको किनेको थियौँ तर अब सिल्भर कलरकै भए पनि चित्त बुझाउनुपर्छ किनकि समथिङ इज बेटर देन नथिङ यहाँ पनि राम्रै लागेको हामी कहाँ पुग्यौँ होला उसना भनिदेऊ त यो फुल हामीले नपाइनु हुँदैन नि यो थाहा छ त्यो फुल अस्ति हामी खोज्दै पनि हिँडेमा र त्यो अनि मान्छेले यहाँ दिदीले चाहिँ हामीलाई यहाँ आइक्यू सेयर गर्दै हुनुहुन्छ कुन फुल हुँदै नहुने भने अब त्यो फुल चाहिँ हामीले खिच्न भ्याएनौँ सरी गर्दा गाइजहरू हामी फाइनली पुगिसक्यौँ हामी चाहिँ ट्याक्सीबाट झऱ्यौँ अब अनि अब यहाँबाट चाहिँ थोरै हिँड्नुपर्छ अनि हामी चाहिँ हिँडेर हाई भन्दै आएर सो सामानहरू निकाल्दै हुनुहुन्छ यहाँबाट सो हाम्रो यो 3टा ट्याक्सीमा चाहिँ हामी आएको हो होइन सो अब हामी यो चाहिँ हाम्रो बुनु है सानोको दिदी उहाँले चाहिँ बहिनीलाई दही चुरा खाउन आउनु भएको आज ल उहाँले मेन क्या उहाँ बहिनीलाई होइन बहिनी हो नि त उहाँको को हो हजुरको को हो दिदी हो यस्तो खै भने यहाँ हाल न खोइ यो हाम्रो मुवाहरू नि आउनु भएको छ छोरीलाई दही चुरा खुवाउनको लागि होइन
ल ल अब हामी जाँदैछौँ। यहाँ चाहिँ केक छ। केक चाहिँ यस्तो बाङ्गे टेढे भइसक्यो होइन। धान पनि रोपिसक्नु भएको रहेछ। यो पिङ्क कलरको घर हो होइन। ल है साथीहरू, हाम्रो सानो यहाँ यसरी रेडी भएर बस्नु भएको छ। ल हेर्नुहोस् त। ल हामीले चाहिँ यो अर्गनाइज गऱ्यौँ। अब शुभ दही चिउरा लेखेको चाहिँ यहाँ उकाले बनाउँदै हुनुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ हामी सबैजना छौँ यहाँ। सानो त बसिरहनु भएको छ। डेकोरेसन भयो। साथीहरू हामीलाई एकदम डर लागिरहेछ यो के भयो होला भनेर। केही भएको छैन। अब सानोहरू हामी तल जाँदैछौँ। सो काव्याले र मैले केक पाएँ। चियर्स चियर्स। अब चाहिँ हामी खाजा खाँदैछौँ। ल सो अब चाहिँ हामी सानोको घरबाट निस्किसकेको छौँ। अब चाहिँ हामी घर जान लाग्छौँ। सो हामीले एकदमै रमाइलो गऱ्यौँ। सो थ्याङ्क यू एभ्री वान फर वाचिङ। बाई, सी यू नेक्स्ट भिडियो।